हाम्रो बा समेत लाग्नु भएको छ दाँत फाल्न कोहीले सकेन नि यसको दाँत फाल्न तिम्रो हातले उन्न तिम्रो हातले उन्न ल ल ल छिटो ए दाँत फाल्नु नगरेर सिर्जनको दाँत यहाँ गरेछन् त्यस्तै होला नि फेरि कस्तो छ सिर्जन त्यस्तो नभए तिमी भन्न खोजेँ क्या मैले अब तान 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 ल दाँतमा हाल्छु ल फाइनल पार्ट है उनको दाँत फाल्ने ल अब चाहिँ फाल्ने रेडी छिन् मेरो बाबु ल स्यानलाई पनि हाल्न दिँदैछन् देऊ 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 ल गाइज यस्तो ज्ञानी बच्चा हजुरहरूको हो छ ल यदि हजुरहरूको पनि यस्तै ज्ञानी बच्चा हुनुहुन्छ भने कमेन्ट गर्नु होला मेरो बाबु यति ज्ञानी छिन् नि ल हेर्नुहोस् है यति ज्ञानी छिन् मेरो छोरो पुरै छोडिदिनुहोस् त्यो हो त्यो अब यसको त हो त्यस्तै अब बान्न देऊ बिस्तारै बान्न देऊ अब ननिकाल ल बान्न देऊ अब चाहिँ बान्न देऊ के बान्नु पर्छ बेबी पहिला बानेर कहाँ दाँतमा छिराउन मिल्छ त नि हो त्यो बेसरी हल्ल्याएर चाहिँ त्यो ल ल जल्दी गर भाइ सब वाउ अलि हो अलि अलि तल सार न त्यो धागो अब यसरी खै कस्तो होला एकछिन म गराइदिन्छु यो ल ल यति ल यति होइन नि त्यो त होइन फेरि जाला नयाँ दाँत ल